स्थानीय संस्कृति संरक्षण प्रवर्धन व पुस्तान्तरण यागु उद्देश्य भोजपुरिया ल्यामतेगु सक्रियता न्याना छुंगु भोजपुरिया लाखे येले लितुगुदु बोलाएको थियो कि अनि यहाँ ल्याएको यलय नेवातेगु बोना शनिबार भोजपुरिया लाखे लिगुगु ख मेरो नाम केदार श्रेष्ठ हो। म खास हामी राजकर्णिकार हो। मेरो मूल घर यो हखा हो। हामी चाहिँ उता पूर्व भोजपुरमा जन्मेको, भोजपुर टक्सार भन्ने ठाउँमा कोशी अञ्चलको। अनि बाउहरू पहिलेदेखि उता गएर चाहिँ हामी उता जन्मेकोले चाहिँ हामी राजकर्णिकारलाई चाहिँ हामी श्रेष्ठ भनेर बाउ इन्डिया बसेकोले चाहिँ अब श्रेष्ठमा हामी गरेको। अब यो चाहिँ भन्दाखेरि लाखे चाहिँ अब यसको इतिहास हामीलाई राम्रोसँग अवगत नभएको, यो 200 वर्ष अगाडि यो पाटनको महापाल, टङ्गाल, चौगल यो विभिन्न टोलबाट चाहिँ हाम्रो चाहिँ यो पुर्खाहरू कामको सिलसिलामा पूर्व भोजपुर भन्ने टक्सार भन्ने ठाउँमा गएर चाहिँ बसोबास गरी त्यहाँ चाहिँ यो पाटनमा जे जति संस्कृतिहरू मनाउँथे त्यो कल्चरहरू त्यहाँ हामी अद्यावधि मनाउँदै थियौँ। अनि अब विगतका दिनहरूमा अब त्यो माओवादीको यो चाहिँ समस्याले गर्दा सबै त्यहाँबाट बसाइ सराइ गरेर फेरि यहाँ काठमाडौँ आयौँ र यो हाम्रो पुर्खाहरूले 200 वर्ष अगाडि यो चाहिँ सुरु गरेको लाखे। अब यो हामी चाहिँ जनै पूर्णिमाको दिन सुरु गरेर जन्माष्टमीको भोलिपल्ट चाहिँ यसलाई अन्त्य गर्छौँ। यो चाहिँ अब चाहिँ राक्षसको प्रतीकमा लिएको छ यसलाई र यसले चाहिँ अलिकति विध्वंस मचाएको हुनाले चाहिँ पछि कृष्ण जन्म लिएर चाहिँ कृष्णले चाहिँ यसलाई संहार गरेको भन्ने चाहिँ हाम्रो पुर्खाहरूले हामीलाई के अवगत गराइरहेको चाहिँ हामीले थाहा पाएको। अनि यो चाहिँ अहिले चाहिँ हामी यो रमाइलोको लागि यो संस्कृति कल्चरको लागि चाहिँ हामीले चाहिँ यो चाहिँ यहाँ काठमाडौँमा पनि अद्यावधि हामीले चाहिँ यो 62 सालदेखि अनवरत रूपमा चाहिँ हामीले मनाइरहेका छौँ। नचाउँछ हामी जहाँ बोलायो त्यहाँ नचाउँछौँ। अब हामी यो चाहिँ अहिले चाहिँ यो यहाँ चाहिँ एउटा लाखे विकृति जस्तो रूपमा चाहिँ देखिएको छ। एउटा चाहिँ आर्थिक चाहिँ आम्दानी गर्ने, यो पैसा उठाउने यस्तो रूपमा चाहिँ देखिएको छ। तर हाम्रो यो लाखे चाहिँ खालि संस्कृतिलाई बचाउ गरिरहेको छ र चाहिँ जहाँ बोलाएको छ त्यहाँ जान्छौँ, हामी लाखे नचाउँछौँ। उहाँहरू बोलाएको ठाउँमा श्रद्धाले जे जति चाहिँ दिन्छ हामी हात थापेर हामी एउटा कोष चाहिँ स्थापना गरेको छौँ, लाखेको कोष स्थापना गरेको छौँ। र यो कोषबाट चाहिँ हामी गाउँमा रहेको मठ मन्दिर बिहार धारा पौवा पार्टी दुखी दरिद्रहरूलाई चाहिँ हामीले सेवा गर्दै आएका छौँ। लाखे प्याखा नुगु पुस्तायत हस्तान्तरण याद भोजपुरिया ल्यामतेस भोजपुर लाखे समाज देगा लाखे संस्कृति याद नाको बेचुंगु ख
छो लाखे चाहिँ नाफा जिमी छन् पुर्खा दखन दक्कु गुली छन् पाटन गुली चाहिँ टङ्गाल गुली चाहिँ सौगाल हका मोगाल महापाल दक्कु थाहा चाहिँ थनाजी व्यापारिक सिलसिला चाहिँ काठमाडौँ प्याउना चाहिँ भोजपुर टक्सर धैथा अञ्चना जुगा व्यापारिक हिसाबमा अञ्चना जु बाला हिसाबमा चले नाचौँ दु छोटने संस्कृति कल्चर जी पाटनले मनाए दक्कु संस्कृति कल्चर अनि अध्यावधि दु हाग्न चाहिँ थो चाहिँ बुढाखारा दक्कु मनाउन नन्याउन सिल्याउन अहिले अनि बसाइ फराक्न सराइ छनै जाओ जे जी जिप्साजी ओ संस्कृति छन् जिप्साजी बच्चे नाटहरू जस्तै दाफा भजन धै धेमे थाहा धै धा न्याकी बाजा त्यो चाहिँ छन् जिप्सा चाहिँ जगेर नै नाटहरू अथवा चाहिँ 62 साल चाहिँ जिप्सा चाहिँ छोलाखाइटर छन् स्थापना होइन लगातार रूपमा चाहिँ चलेन भोजपुरी सहयोग धाइ निकाल्न सहयोगले दक्कु छन् जुन अनुयात दक्कु चाहिँ भोजपुर बासी त छन् यो ओकेसँग पिछा सहयोगी नाच्नु जस्तै सट्यो त्यो लाखे जातर सट्यो दक्षिणा बिउ लो कोष्ट इनका स्थापना होइन उता चाहिँ गामे जिम्मे पुर्खा जिम्मे जन्म स्थलले चाहिँ यहाँ गाइए उता चाहिँ सदुपयोगी नाच्नु मठ मन्दिर दिएको छ बिहार दिएको छ दुखी दरिद्र जिसमा सहयोगी नाच्नु भोजपुरे नाग पञ्चमी निसे लाखे विकीको प्रचलन दोसा भोजपुर नगरपालिका थिथे थासे लाखे प्याखा विका वेचुङ दोसा अथे स्थानीय मनुतेगु बोरा भोजपुर पिनेन थप्याखा यंका चुङ्गुदु